तो गाइस भिडियो चाहिँ थियो हिजोको, तर यति बिजी थिएँ कि अहिले चाहिँ म आज एडिट गर्दैछु बसेर। अब बिजी चाहिँ किन थियो हेर्दै जानु होला। अहिले चाहिँ म पोछा मार्दैछु। अब बिहानदेखिबाटै भिडियो एडिट सुट गरिरहेको थिएँ, तो बिहान सबै भिडियो त सुट गरिनँ, तर पनि जति छ देखाउने कोसिस गर्दैछु। र अहिले चाहिँ अब पोछा मार्दैछु। तीमाथि मेरो हस्बेन्ड आएर रिस्काउनु हुँदै थियो, किनभने म चाहिँ यहाँ भिडियो बनाउँदै छु। पोछा मारेको चाहिँ किन देखाउँछस् भन्नुहुन्छ। अब देखाउँदा के जे गर्छु त्यही त देखाउँछु नि त होइन। अब जे नगरेकी छुइनँ त्यो त कसरी देखाउनु होइन भन्नु त। अब घुमाउन लैजानु पर्यो अनि है बाहिरको पनि देखाउन सक्छु होइन भन्नु त। र जाने कुरो चाहिँ छ, जहिले जान्छौँ देखाउने छौँ। र अहिले चाहिँ अब सबै थोक काम सकेर अब नुहाइधुवाइको काम पनि सकेर म चाहिँ यहाँ करेला मेरो फेभरेट हो त्यो भाजी गर्दैछु। र खानासाना पनि खाइसकेर म चाहिँ अब विमानको नाखुन काट्दैछु। विमानको मुख हेर्नु गाइस कस्तो भइरहेछ। यसको चाहिँ यस्तो मुख भइरहेछ, छोडेर जान चाहिँ मलाई बहुत दुःख लागिरहेछ। र नाखुन काटिसकेर चाहिँ विमानलाई सुताएर यहाँ चाहिँ म आम्लखी टिप्न आँटिरहेछु। अब आम्लखी यति भइरहेछ, आज चाहिँ हामीहरू हस्पिटल आउने कुरो थियो, त्यसको लागि चाहिँ हामीले आम्लखी अलिकति घेरेर घरमा राख्यौँ। र मैले चाहिँ यहाँ विशाल कतिपय सामानहरू लिन थियो, विशाल गएको थिएँ। विशालबाट आएर चाहिँ म यहाँ पेकिङ गर्दैछु, किनकि हामी चाहिँ हस्पिटल आउनलाई थियो। र हस्पिटलको लागि मैले एक दिन अगाडि नै पेकिङ गरेँ कि किनभने भोलिपल्ट बिहानै जानुपर्छ भनेर चाहिँ मेरो हतार हुन्छ। एक्लै काम भ्याउन पनि साह्रो पर्छ। र खानासाना पनि बनाइसकेँ, रातिको खाना बनाइसकेर चाहिँ अब भोलि बिहानै जानुपर्छ भनेर म चाहिँ राति नै सब्जी केलाएर राख्दैछु। यसै त म कहिले पनि सब्जी केलाएर राख्दिनँ, तर भोलि बिहानको लागि चाहिँ धेरै इमर्जेन्सी हुन्छ भनेर मैले चाहिँ छिटो हुन्छ भनेर मैले छिट्टै अहिले काटेर गरेँ कि अहिले हातमा दागी नै लागेछ। र बोडीको सब्जी पनि बनाएर रेडी पारेर अहिले चाहिँ अब म फ्रिजमा राख्न आँटेकी छु। आजको भिडियोमा यति म एन्ड गर्छु। बाई बाई।